हेलो सम्पूर्ण सबैजना साथीहरूलाई स्वागत छ मेरो भिडियोमा। साथीहरू के छ, सन्चै हुनुहुन्छ नि? आरामै हुन्छ। जोस बर्खा लागिरहेको छ घरमा, यताउता गराएपछि काम होइन, त्यही त्यो रोपाइ सोपाइ होइन, मेला भात सबै यताउता गर्नै पर्छ साथीहरू होइन। आज हजुरहरूलाई देखाउन सक्छु म च्याउ फार्ममा आएको छु। च्याउ फार्म जो सुम्रिन्न केही खतम भयो भन्ने आएको थियो साथीहरू, हेर्न सक्नुहुन्छ च्याउको अवस्था कस्तो छ अहिले। यस्तो छ साथीहरू च्याउको अवस्था। अहिले उम्रिरहेको छ साथीहरू च्याउ होइन, अहिले यताउता धेरै नभए नि हल्का फुल्का जोस उम्रिरहेको छ। घरमा खाने भइरहेको छ साथीहरू होइन, बिक्री वितरण नगरेर नि घरमा खाने भइरहेको छ साथीहरू। यदि हजुरहरूलाई त्यसको यो च्याउको टेस्ट लिन चाहनुहुन्छ भने यसले 500 रुपियाँ केजी पर्छ। हजुरले मलाई सम्पर्क गर्न सक्नुहुन्छ साथीहरू। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो छ यहाँ। अब यति सेतो च्याउ छ साथीहरू, यसमा अलिकति दाग लाग्यो भने फोहोर देखिहाल्छ। अब यसमा यो चाहिँ बाल्ला हो, बाल्ला जुन केसिङ गर्छ यो केसिङमा उम्रेको च्याउ हो, यो परालमा उम्रेको च्याउ होइन। केसिङहरूको परालमाथि केसिङ गरेपछि बल्ल उम्रिने च्याउ हो। यसको च्याउको स्वाद चाहिँ हजुरले लिन सक्नुहुन्छ, बहुत राम्रो छ। सेम बगाली च्याउ जस्तो छ यसको स्वाद चाहिँ होइन। हुन्छ साथीहरू, फेरि भेटौँला नेक्स्ट भिडियोमा साथीहरू होइन। यस्तै छ, ओके बाई बाई।